अझ त्यो दिन खुसीमै जब बालेनलाई चाहिँ त्यहाँ शपथ ग्रहण लिँदै गर्दाखेरि रोमा चाहिँ जो जहाँ जति गाली गरे भने पनि तपाईँले हेर्नुहोस् न, तपाईँ तल माधव नेपालजी त्यहाँ हुनुहुन्छ, प्रचण्डजी त्यहाँ हुनुहुन्छ, खिलराज रेग्मीजी त्यहाँ हुनुहुन्छ, पुरानो सबै मान्छेहरू गएर उहाँलाई बधाई शुभकामना, पूर्व राष्ट्रपति हुनुहुन्छ, सबैले दिनुभयो। इभन शेरबहादुरजीले मैले वाच गरिरहेको थिएँ 23-24 को घटनापछि एउटा फेसबुक पोस्ट नगरेको मान्छेले बालेन जब प्रधानमन्त्री भएपछि फेसबुकमा भए पनि कहाँ हुनुहुन्छ थाहा भएन। मैले उहाँले बडा सुन्दर शब्दले चाहिँ बधाई दिनुभयो, केपी ओलीले पनि दिनुभयो। भनेपछि एक्सेप्टेन्सको लेभल सबै ठाउँबाट भएको छ, मान्छेमा उत्साह त छ नि त। त्यसले जिम्मेवारी चाहिँ थपेको छ अब राइट एट द एन्ड होइन। म आफै गएर शपथ हेरेँ होइन, यो शपथ मलाई मिस गर्नु मन थिएन कि होइन मेरो जिन्दगीमा होइन। यस्तो मौका फेरि आउला नआउला भनेर होइन, सँगै यही टेबलमा बसेँ म बालेन सरसँग होइन। सो मैले त्यो शपथ आफ्नै धरोधरमा आफै आँसु आएको छ मेरो होइन। त्यो भनौँ न, त्यो 20-30 फिटको 50 फिटको डिस्टेन्समा देख्दाखेरि शपथ खाँदाखेरि आफै आँसु आएको थियो मलाई। मैले धरोधरमा भने होइन, म टाढो बसेर हेरेको थिएँ मैले होइन। म एकछिनको लागि मैले कल्पनै गरेको थिइनँ कि होइन। अनि यसो हेर्दाखेरि होइन, अब 29 वर्षको है, यो फेरि मैले अहिलेको होइन जनताले भोट दिएर आएको मान्छे 29 वर्षको व्यक्ति शिक्षा मन्त्री त हो नै होइन, युवा मन्त्री हो कि। 29 वर्षको व्यक्ति युवा मन्त्री भएको, भोट दिएर आएको व्यक्ति पहिलो होला कि। कल्पना गर्नुहोस् त, सस्मित पोखरेलको कुरा गरेँ मैले, मेरो क्षेत्रको होइन होइन। आफै अनुमान लाउँदाखेरि कि होइन, के अरे शिशिर खनालको कुरा गर्नु पर्दाखेरि हि इज एडुकेटेड फर द्याट पोजिसन। यु गेटिङ मी? एडुकेटेड जस्ट फर द्याट पोजिसन कि। त्यही पढेर आएको व्यक्ति त्यही पोजिसनमा पुगेको छ कि होइन। त्यो यस्तो यो सेट देख्दाखेरि हेर्नुहोस् न, यो भनेको लोकतन्त्रको ब्युटी होइन। कुन एजको कुन लेभलको मान्छेहरू चाहिँ भने सेल्फलेसली चाहिँ एक्सेप्टेन्सको लेभल चाहिँ एग्री चाहिँ गर्छु क्या म फेरि उहाँहरू सबैप्रति आभारी छु फेरि होइन। दे आर सो जेनरस। र त्यो चिज चाहिँ त्यहाँ हात मिलाउनु मात्र गएको होइन, सहयोग र समर्थन पनि गर्नुपर्छ। म छु भनेरै गएको हो, हामी छौँ भनेरै गएको हो नि। इट्स अ ब्युटी होइन। मलाई 10 देखि 15 घन्टा अहिले म 20 वर्षको भइदियो होइन दाइ होइन। म 10-15 घन्टा होइन, म 18 घन्टा काम गर्थेँ ल। मैले धरोधरमा हजुरलाई भने ल, म अर्नै गरी काम गर्थेँ। अहिले यस्तो होइन कि अहिले गरिँदैन। अहिले त अब अब त आफै अन्टरप्रेनर भएपछि त अब त त्यो 24 अब चाहिँ कस्तो हुँदो रहेछ भन्दा 24 घन्टा गरिन्छ। अब त त्यो अन्टरप्रेनरको थाहा छ हजुरलाई कस्तो हुन्छ। ठिक छ, हाम्रो लागि त्यो माइनस हुँदैन। अन्टरप्रेनर्स पनि होइन, तपाईँ एज अ सिओ मैले काम गर्दा पनि आजको डेटमा चाहिँ तपाईँ दुईवटा कुरा हो क्या। यो चाहिँ पैसाको लागि काम गऱ्यो भने टाइम बोन्डेड हुन्छ। अब मैले आज म नोबेल ब्याङ्कको सिइओमा काम गरेर गर्दा मैले पैसाको लागि होइन कि, मैले जुनुनको लागि काम गर्ने हो। मैले मेरो इन्टरनल एउटा चिज चाहिँ भित्र लिएर गएको छु कि मैले यो संस्थालाई मेरो टर्ममा कहाँ पुर्याउँछु भन्ने छ नि त।